तर त्यति बेला तातो रिसमा तिमीलाई के बोले यसो अहिले सम्झिँदा मैले गलत बोलेको रहेछु भन्ने महसुस भएको छ। तर मबाट पनि ठुलो भुल भयो आमा। म दुईजिउ भएको कुरा हजुरसँग लुकाएँ। मलाई पनि धेरै आत्मग्लानि भइरहेको छ। होइन बुहारी, तिमीबाट भुल भएको होइन। तिमीले त्यस्तै गर्नुपर्ने थियो, किनकि मेरो व्यवहार पनि त त्यस्तै थियो नि त। मैले कराउँछु, रिसाउँछु, नराम्रो व्यवहार गर्छु भनेर तिमी डराएकी होला। तर बुहारी, तिमी मसँग डराउनु पर्दैन। मसँग राम्रोसँग घुलमिल भएर राम्रोसँग व्यवहार गऱ्यो भने म पनि कहिले त्यस्तो नराम्रो व्यवहार गर्दिनँ। बुझ्यौ नि बुहारी?